यस पटकको एसईको नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। हाल आन्दोलनरत शिक्षकहरूले माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा आउन ढिला हुने भएको छ। नतिजा प्रकाशनको मिति अनुसार यो साताबाट उत्तर पुस्तिका परीक्षण शुरू हुनुपर्ने हो, किनकि उत्तर पुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइरहेको छ। तर शिक्षकहरूले परीक्षण नगर्ने अडान लिएका छन्। यसरी परीक्षण प्रभावित हुँदा असार 7 मा निकाल्ने भनेको नतिजामा ढिलाइ हुने देखिएको छ। शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तर पुस्तिका परीक्षण गोष्ठी तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै लेखेको छ, गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउन 2081 चैत्र 25 गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ। अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं। यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले आदेश दिएको छ। 2081 साल चैत्र 7 गतेदेखि सञ्चालन भएको एसई परीक्षामा देशभरबाट नियमित तर्फ 4,31,466 र ग्रेड वृद्धितर्फ 67,715 गरी जम्मा 4,49,183 विद्यार्थीहरू समावेश भएका छन्। तर शिक्षकहरू भने चैत्र 20 गतेदेखि उपत्यकामा आन्दोलनरत अवस्थामा रहेका छन्। यसरी शिक्षक जति सबै आन्दोलनमा उत्रिएपछि विद्यालयमा भर्नादेखि वार्षिक परीक्षा नतिजा समेत प्रभावित भएको बताइएको छ।